आउनु है साथीहरू, खानु छ भने आउनुहोस्। अर्ग्यानिक केला हेर्नु भयो, यो खाएपछि चाहिँ शक्तिमान हुन्छ, शक्तिमान, तागत आउँछ, पावर। यो चाहिँ घरमै उम्रेको, घरमै बारीमा, हाम्रो बारीमा मैले रोपेको केरा हो। यो चाहिँ खायो भने चाहिँ शक्तिमान क्या दह्रो हुन्छ। यसको चाहिँ एउटै भिटामिन दामी हो। यो त केरलाको केरा हो। यहाँ देख्नु भयो, यो चाहिँ म अब एक्लै खाइसक्दिनँ, म एक्लै जान्छु भनेर चाहिँ म उहाँ चेचीलाई चाहिँ दिन्छु। ऊ चेचीले ह्याप्पी आना, सन्तोष आना। म चाहिँ दिएर आइसकेँ हो। अन्त होटलमा भर्खर आइपुगेको। हेर्नुहोस् न, यहाँ हाम्रो केरलामा पनि सुपारी, ऊ त्यहाँ हेर्नु पो, सुपारीको गाँच पनि, सुपारी पनि माथि। केरलामा हुँदैन भन्नुहुन्छ होइन, कस्तो मजाको रहेछ हेर्नु त। म त भन्थेँ केरलामा हुँदैन होला भन्थेँ क्या, यहाँको अब माटो नै हेर्दाखेरि बलुवा जस्तै माटो देख्थेँ क्या, त्यसले गर्दा पनि हुँदैन होला भन्थेँ। तर यहाँ त हुँदो रहेछ क्या। केरलामा त मैले सुनेको थिएँ नरिवलको पातहरू, नरिवलको रुखहरू चाहिँ धेरै मात्रामा हुन्छ क्या। अब त्यही भएर चाहिँ केरलामा नरिवल मात्रै हुन्छ होला भन्थेँ। यहाँ त होइन नि, यहाँ त नरिवल पनि हुन्छ, केरा पनि हुन्छ, चिया बगान पनि हुन्छ नि। यता ठाउँमा वाइनाड भन्ने ठाउँमा चाहिँ चियाबारीहरू पनि छ हो। यहाँ देख्नु सक्नुहुन्छ होला आमको बुटहरू पनि हो। यहाँ आमको बोट छ, वहाँ चिकुको छ, वहाँ बाँसचेङ छ हो। यो चाहिँ मेरो होटल हो। अन्त सीताफल, सरिफाको बोट पनि देख्नु हुँदैछ। आमको बोट हो। हेर्नुहोस् न, माटो चाहिँ यहाँको बलुवा माटो क्या, देख्नु हुँदैछ यताको बलुवा माटो। आमको बोट यो 2 वर्षमा एकपल्ट फल्छ है। एउटै आम चाहिँ 3-4 किलोको हुन्छ। अम्बकको बोट। अन्त यस्तै हो मेरो चाहिँ अब होइन। आज एउटा भिडियो बनाएको, कस्तो लाग्यो हजुरहरूलाई लाइक कमेन्ट गरेर गइदिनु होला, मायातिर जानु होला हो। फेरि भेटौँ अर्को ब्लगमा। ल अहिले ल, बाई, राम्रो बस्नु, ख्याल राख्नु है, बाई।